एकजना गरिब बुढी आमा धाराको छेउमा बसेर लुगा धुँदै गरेकी हुन्छन् र एक त त्यो धाराबाट पानी पनि कम आउँछ, सितिमिति पानी आउँदैन, त्यही माथि गएर चाहिँ यो समस्याहरू त एकजना व्यक्तिले आएर अचानक तोडफोड गरेर धारासारा खोलेर त्यसरी धारा खोलेर फालिदिन्छन्। अनि पछि अब बुढी आमालाई चाहिँ रिस उठ्यो, एक त पानी आएको छैन, त्यहीमाथि भएको पनि तैँले फालिदिन्छ भनेर रिस उठेपछि तिनी बुढी आमाले चाहिँ त्यस व्यक्तिलाई चाहिँ लछार पछार गर्दै होइन हान्छिन् पनि, उनलाई पनि सबै कुरो दुःख पनि सुनाउँछिन्। त्यसपछि यस व्यक्तिले चाहिँ गएर आमा म तपाईँको लागि नै आएको, उसले चाहिँ कुरा सुनाउनु कोसिस गर्छ तर उसले आमाले सुन्दैनन्, उनी रिसमा चुर छिन्। तर पछि गएर कसो जसो तसो गरेर सम्झाइ बुझाइ पारिसकेपछि अनि चाहिँ आमा म तपाईँको लागि आएको, मैले तपाईँको कुरा सुने त अरू कसैबाट र तपाईँ दुःखमा हुनुहुन्छ भनेर मैले तपाईँको धारा फालेर नयाँ धारा हाल्नलाई आएको भनेर नयाँ धारा हालिदिन्छ। र यस मनकारी व्यक्तिलाई चाहिँ म सेल्युट पनि भन्न चाहेँ। उसले चाहिँ जे गरेछ राम्रै गरेछ, तर अलिकति जो इन्ट्री थियो नि, जो सुरुवातीको इन्ट्री त्यो अलिकति भिन्दै टाइपको थियो, त्यसले चाहिँ अलिकति हर कसैलाई सोक अवश्य बनाउँछ। तर यो भिडियोदेखि चाहिँ हजुरलाई कस्तो लाग्यो, यो मनकारी व्यक्तिलाई तपाईँ के भन्न चाहनुहुन्छ आफ्नो कमेन्ट पनि भन्नुहोला साथीहरू।